अहिले हामी बसेको होटलको रुफटपबाट सुनौलो हिमाल देखिएको छ। भर्खरै घाम उदाएको छ त्यहाँ हिमालमा। खासै धेरै चिसो हुन्न होला माथि। अब एकछिन पछाडि हामी फेरि मुक्तिनाथतर्फ जाँदैछौँ। अहिले चाहिँ बिहानको 5:51 भएको छ। जोमसोम बजार यही हो। हामी बसेको होटलको रुफटपबाट राम्रो भ्यू देखिँदो रहेछ। ल यो चाहिँ अगाडिको चाहिँ जोमसोमको डोमेस्टिक एयरपोर्ट। अब यहाँको चाहिँ मौसम अनुसार मौसम सफा छ भने पोखराबाट काठमाडौँबाट चाहिँ हवाईजहाज सानो खालको आउँदो रहेछ। जहाँसम्म लाग्छ आज चाहिँ मौसम सफा नै हुन्छ। नीलगिरी हिमाल कस्तो राम्रो देखिएको छ। भर्खरै उदाउँदै गरेको घामले अँगालो मारेको छ। जोमसोमको बिच बजारको हामी बसेको होटलको ठिक अगाडिबाट मान्छेहरू चाहिँ अब मुक्तिनाथ दर्शनको लागि हिँडिहाल्यो। अहिले चाहिँ 6 बजिसकेको छ बिहानको। खासै जाडो चाहिँ छैन रहेछ, हल्का चिसो। पातलो ज्याकेट लगाउनु पनि ठिक हुँदो रहेछ। अहिले चाहिँ बिहानको 6 बजे। अब हामी चाहिँ मुक्तिनाथतिर जाँदैछौँ। तातो तातो चिया खाएर होइन, होटल सनराइजको मिठो खाना अनि आरामदायी बसाएपछि बिहानको 6 बजे तातो चिया खाएर अहिले हामी मुक्तिनाथ दर्शनको लागि गाडीमा पनि बोर्डिङ भइसक्यौँ। अब हाम्रो यात्रा जोमसोम बजारबाट कागबेनी हुँदै मुक्तिनाथसम्म झन्डै 23 किलोमिटरको दूरी पार गर्न सायद 45 मिनटदेखि 1 घन्टा जति समय लाग्छ होला। हुन त पहाडी इलाका हो, उकालो अप्ठ्यारो बाटोहरू प्रशस्तै हुनसक्छ। तर जे जस्तै भए पनि हामीसँग हाम्रो पितृहरूको आशीर्वाद र उहाँहरूको कृपाले आजको यात्रा सहजै हुन्छ भन्ने विश्वास लिएको छु। मैले यस धरतीमा पाइला टेक्नुभन्दा पनि अगाडि विक्रम सम्वत 2013 साल असोज 13 गतेदेखि 24 गतेसम्म 11 दिन लगाएर मेरो आपा जमदार हर्कप्रसाद गुरुङ मुक्तिनाथको यात्रामा निस्कनु भएको रहेछ। त्यसबेला उहाँले कोर्नुभएको यो रोड म्याप, त्यसबेलाको त्यो असहज बाटो, भौगोलिक विकट सँगसँगै विभिन्न अप्ठ्याराहरूको बावजुद पनि आफूले कोर्नुभएको यो दुर्लभ मुक्तिनाथ यात्रा संस्मरणलाई ठिक 68 वर्षपछि आजको मेरो मुक्तिनाथ यात्रासँग जोडाउन पाउँदा एकदमै खुसी लागेको छ। काश यतिखेर उहाँ र म सँगै हिँड्न पाउने भए सायद त्यसबेलाको त्यो लामो गाह्रो यात्रा र अहिलेको यो छोटो सजिलो र सुविधायुक्त यात्रा बीच विविध बहसहरू गर्दै त्यो पुरानो दिन र आजको दिनलाई एकै ठाउँमा मन्थन गर्दै सँगै पाइलाहरू अगाडि बढाउन पाइने भए साँच्चीकै स्वर्गीय आनन्दभन्दा कम हुन्थेन होला। तर समयले उल्टे फेरिसकेको छ। आपाको भौतिक शरीर अहिले हामीसँग नभए पनि उहाँको मार्गदर्शन आशीर्वाद हमेसा शिरमा भएको महसुस गरिरहन्छु। जहाँसम्म मलाई लाग्छ आजको हाम्रो यो यात्रालाई सहज सफल बनाउन सायद आपाले माथिबाट आशीर्वाद पनि दिइरहनु भएको छ होला भन्दै उहाँप्रति हार्दिक श्रद्धा सुमन चढाउन चाहन्छु। बिहानको 6:30 बजे जोमसोम बजार बिहानको कोलिलो घाम। जवानीमा बहिनी बुढोको काग, बुढेसकालमा बहिनी छोराछोरीको काग। त्यो भएर छोराछोरी लिएर आएको। ल रहेछ, तिमी त भाग्यमानी नै रहेछ। कुराले मात्रै हो कि पक्कै हो? पक्कै हो नि। ल पक्कै नपक्कै फेरि या त छोराछोरीले भन्नु पर्यो। ल पक्कै हो। छोराछोरीले जवाब दिनु है। जवाब दे। सही हो, सही हो। ल यो चाहिँ पछाडिको पहाड चाहिँ आर्मीहरूको माउन्टेनियरिङ रक क्लाइम्बिङको चाहिँ ट्रेनिङ स्कुल रहेछ।
पहिरो खोकिरहेको रहेछ गाडी लोड डेली खान सक्दैन है राम्रो हुँदो रहेछ आलु फापर होइन स्याउको देखियो यो बायाँपट्टि देखिएको कागबेनी यसलाई अहिले हामी बायाँ छोडेर सिधै मुक्तिनाथ जान्छौँ भरे फर्किँदाखेरि स्टप बाई गर्छौँ बारीको चाहिँ अपोजिट गाडी भएको है ए कोरोनाको चाहिँ यो होइन यो चाहिँ सेल्फी डाँडा है ल सेल्फी डाँडामा हामी पनि यसो सेल्फी खिचौँ न त मुक्तिनाथ जाने बाटो चाहिँ बडो मजाको बनाइदिएको रहेछ यो कागबेनीदेखि माथि सिङ्गा गाउँ है त्यतिखेर चाहिँ मौसम अलिकति नखोलेको भएर खिङ्गा गाउँ पुरानो बस्ती रहेछ घरहरू माटोको छाना त्यो एप्रिकोट भन्ने हो यो ठाउँमा चाहिँ यहाँको हावापानीको चाहिँ एप्रिकोट चाहिँ मजाले हुन्छ नि धेरै कुराहरू थाहा भयो यतातिर आउँदाखेरि कफी रेस्टुरेन्ट पनि रहेछ अब यही बाटो चाहिँ थोरङ्ला पास पनि जान्छ यो मुक्तिनाथको जाने बाटोको चाहिँ स्तरोन्नति उन्नति चाहिँ हुँदैछ बिस्तारै बिस्तारै अहिले त अझै खासै राम्रो चाहिँ बनाएको छैन त्यो अनुसारको उनीहरू छुट्यायो होला नि वर्णहरू होइन होला थुप्रो मान्छे थियो मार्छ भनेर त्यो पानी सानी छैन भने त्यो एउटा मान्छे टेक्निक लगाएको त्यो पेन्सिल लाएर कपाल त्यो बाहिर लगाएर त्यस्तो पानी छ त्यसपछि मलाई राम्रोसँग थाहा छैन पुरानो गाउँहरू रहेछ होइन यो झारकोट गाउँमा आइपुग्यो अहिले हामी ए गुरु रिम्पोचेको चाहिँ फुटप्रिन्ट चाहिँ त्यहाँ हो है
अब चाहिँ मुक्तिनाथ चाहिँ अब हामी 1 किलोमिटरको दूरीमा मात्रै छौँ। यो चाहिँ अब हाम्रो अन्तिम बस स्टप यहाँ अब मुक्तिनाथ जानको लागि। 25-30 मिनट हो। त्यति त हिँडिन्छ होला भाइ। अनि के अरे यस्तो हुन्छ अब हल्का त्यो दम चाहिँ गर्छ होइन, त्यस्तो कुरामा नआत्तिनु। हजुर मुक्तिनाथको चाहिँ बस स्टप पार्किङ स्पट चाहिँ हामी आइपुग्यौँ। अब यहाँबाट झन्डै आधा घन्टा जति चाहिँ हिँडाइ यात्रा हुन्छ। यहाँबाट चाहिँ मुक्तिनाथतर्फ चाहिँ अब हामी हिँडेर जाँदैछौँ। यहाँबाट झन्डै 20-25 मिनट चाहिँ लाग्ने बाटो छ। हामी मुक्तिनाथ जाने चाहिँ बस स्टपदेखि ठ्याक्क माथि अब मुक्तिनाथतर्फ जाँदैछौँ हिँडेर। यहाँबाट झन्डै आधा घन्टाको चाहिँ हिँडाइ छ। कसिएर मुक्तिनाथ तीर्थयात्रीहरू ल अलिअलि चिसो रहेछ। हिमालको पहुँचमा यताबाट चाहिँ त्यो गल्छीबाट थोरङ्ला पास चाहिँ जाँदो रहेछ। अहिले चाहिँ बादल अलिक नखुलेको रहेछ, घाम लाग्यो पनि। बिस्तारै हिँड्दै जाउँ। टोपीहरू गलमन्दीहरू सबै पाउँदो रहेछ यहाँ होइन? त्यही त जो सबै कुरो व्यवस्था भएपछि हामी तीर्थयात्रीहरू पनि सजिलो भयो नि त। अहिले चाहिँ बिहानको ट्याक्क 7:30 भइसकेको छ। पहिला हाम्रो आपाहरू बाबुबाजेहरू चाहिँ हिँडेर मुक्तिनाथको दर्शन गर्न जानुभएको थियो। अहिले हाम्रो चाहिँ जेनेरेसनलाई धेरै सजिलो भएको छ। गाडी चाहिँ यहीँ माथिसम्म आउँदो रहेछ। अलिअलि चिसो चाहिँ माथि रहेछ। ल अहिले हामी बस स्टपदेखि माथि मुक्तिनाथ बजार हुँदै मुक्तिनाथ दर्शन गर्न जाँदैछौँ। ठुल्ठुलो घरहरू पनि मजाले बनाएको रहेछ। प्रविधिले यति सहज बनाइदिएको छ। तर यो ठाउँमा चाहिँ बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्म चाहिँ गाडीले चाहिँ आउन नदिँदो रहेछ। जो यहीँ बस्छु भन्ने मान्छेहरूको लागि मात्रै गाडी चाहिँ आउन दिँदो रहेछ। सबै कुरोको आफ्नो नियम हो। उपभोक्ता समितिले बनाएको नियम पनि हुनसक्छ। जो हिँडेर आउन जान सक्दैन उनीहरूको लागि यस्तो मजाको व्यवस्था रहेछ। डोलामा बोकेर ल्याउने, लैजाने, घोडामा चढ्न सक्नेले घोडामा चढेर पनि जाँदो रहेछ। सबै कुरो व्यवस्था रहेछ। ल आफ्नो इच्छा अनुसार हिँडेर जाने चाहनेलाई हिँड्ने बाटो पनि राम्रै छ। थोरङ्ला पासको चाहिँ हिमाल मजाले खुलेको छ, तर अलिकति बादलले चाहिँ ढाकिदियो। यति ठुल्ठुलो होटेलहरू बनिसकेको रहेछ। ल होटेल डेपुराङ, रानी पौवा पुराङ, मुक्तिनाथ। बाटोमा सामानहरू पनि यस्तो मजाले टोपी, गलबन्दी, पछ्यौरो सबै किसिमको पाउँदो रहेछ। ल मुक्तिनाथ चाहिँ त्यहाँ रहेछ। त्यहाँसम्म हिँडेर जानेको लागि 10-15 मिनटमा पुगिन्छ। छङ्करजोङ पनि जाने बाटो यो रहेछ। कागबेनी यो बाटो भएर पनि जाँदो रहेछ। ल यहाँ पछाडि चाहिँ थोरङ्ला पास। अहिले अलि बादल चाहिँ नखुलेको भएर प्रष्ट देखिएको छैन। यो चाहिँ भोटे पिपल हात झरेर कक्रक्क भयो जस्तो देखिएको छ। मुक्तिनाथ मन्दिर चाहिँ खुला रहने समय बिहान 7 बजीदेखि दिउँसो 12 बजी, दिउँसो 1 बजीदेखि बेलुका 6 बजीसम्म रहेछ। मुक्तिनाथ चाहिँ प्रवेशद्वार यहाँबाट स्टेपहरूबाट राम्रो तरिकाले बनाइदिएको रहेछ। वेलकम टु मुक्तिनाथ टेम्पल। जय श्री मुक्तिनाथ। हाम्रो परिवार मुक्तिनाथको दर्शनार्थीहरू सकुशल मुक्तिनाथको चाहिँ हामी प्रवेशद्वारमा आइपुग्यौँ। ल मुक्तिनाथको प्रवेशद्वार। दाहिनेको चाहिँ यो बुद्धको चाहिँ यो भनेलाई यसरी घुमायौँ। मुक्तिनाथको प्रवेशद्वार। यहाँबाट चाहिँ हामी माथितिर जाँदैछौँ। राम्रै व्यवस्था रहेछ। ल दाहिने बायाँ रेलिङ, खड्केरीहरू, स्टेपहरू बडो मजाको। तर यो धुलोहरू चाहिँ
अझै साफसफाइ गर्ने भए अझै राम्रो देखिन्थ्यो। ल यो थोरङ्ला पासको हिमाल पछि हिउँ पर्दाखेरि त जाडो मौसममा त यो पनि हिउँले पुरै पुरिन्छ होला। ल ढुङ्गाको स्टेक बनाएर मान्छेहरूले आफ्नो भगवान्ले भन्छ नि त आँट म पुऱ्याउँछु, हामीले चाहिँ आँट्यौँ, हाम्रो इच्छा पनि पुरा भयो मुक्तिनाथ दर्शन गर्ने। तर यो कृपया ध्यान राखेँ भन्ने चाहिँ हिन्दीमा नलेख्यो भने हो, यो चाहिँ नेपाल हो नि। यो साइडबाट चाहिँ घोडाबाट आउने जाने बाटो चाहिँ यता साइडबाट रहेछ। यो बाटो माथि लैजाँदो रहेछ। मान्छे हिँड्ने बाटो चाहिँ यो र रेलिङ पनि मजाले समातेर जान आउनको लागि यस्तो मजाको रहेछ। हिँड्न नसक्नेलाई यसरी डोलामा लगाएर चाहिँ मन्दिरसम्म पुर्याउने चाहिँ व्यवस्था पनि रहेछ। ल तपाईँहरूले अहिले चाहिँ ब्रेक गर्नुभएको गर्नु पऱ्यो हो, माथिसम्म जानुपर्छ होइन त। ल धन्यवाद, तपाईँहरूले बडो धर्म कमाउनु भएको छ है। दर्शनार्थीहरूलाई माथिसम्म पुर्याउनु ठुलो धर्म हो नि होइन त भाइ। ल राम्रो गर्नुभएको छ, पुण्य कमाउनुहोस्, मन रमाउनुहोस्। यतातिर त रेलिङ नरहेछ फेरि है, बिचमा मात्रै रहेछ। होइन यो दोस्रो गेट हो, योभन्दा माथि छ अझै। अब चाहिँ आइपुग्यो बिस्तारै बिस्तारै। ल है यो हिमाल चढी मान्छेहरू यो त केही पनि होइन नि, यतिको गाह्रो। अहिले चाहिँ बिहानको ठिक्क 8 बजेको छ। ल घोडाहरूबाट ल्याउने लैजाने बाटो चाहिँ त्यो रहेछ दर्शनार्थीलाई। हामी चाहिँ दर्शनार्थीहरू हिँड्ने चाहिँ पैदल मार्ग चाहिँ स्टेप चाहिँ यो बाटो रहेछ। तल चाहिँ यहाँ दाहिने बायाँ रेलिङ थियो, अहिले यहाँ बिचमा मात्र रहेछ। पहिलो गेट हामी कटेर माथि आइसक्यौँ। यो चाहिँ दोस्रो प्रवेशद्वार हो, यो त माथितिर पवित्र तीर्थस्थल मुक्तिनाथ। हेर्नुहोस् त दर्शनार्थीहरूको भिड। ल हिँड्न नसक्नेलाई यस्तो किसिमको व्यवस्था पनि रहेछ। धर्म लुट्नु भएको छ। ल दर्शनार्थीहरूलाई माथि मन्दिरसम्म पुर्याउने काम गर्नुभएको छ। ल धन्यवाद भाइहरू, मन रमाउनुहोस्, खुसी हुनुहोस्, दर्शनार्थीलाई मन्दिरसम्म पुर्याइदिनुहोस्, उहाँहरूको इच्छा पनि पुर्याइदिनुहोस्। तपाईँहरूको इच्छा भगवान्ले पुर्याउँछ। भगवान्को ठाउँमा दर्शन गर्ने, दाहिने बायाँ खाएर यसरी चाहिँ मैलाहरू यसरी बाटो बाटो फालिएको छ। यो नगरिदिँदा हुने, यो चाहिँ दर्शनार्थीको कमजोरी हो। कृपया सबैले चाहिँ यस्तो फोहोर मैला चाहिँ नगरौँ। दर्शन गरेको कुनै अर्थ रहेन। जो हिँड्न सक्दैन, घोडामा पनि चढ्न सक्दैन, गाडीमा पनि आउन सक्दैन है, उहाँहरूको लागि चाहिँ हेलिकप्टरमा पनि व्यवस्था रहेछ। हेलिप्याडको चाहिँ एच लेखेको छ ठ्याक्कै मन्दिरको तल। बिचरा नानुलाई चाहिँ लेक लागेको रहेछ। त्यहाँ हामीसँग अदुवा छ दिनु त होइन। दोस्रो प्रवेशद्वारमा आइपुग्यौँ हामी। पहिलो उहाँ तल बिस्तारै हिँड्दै मन वचनले पवित्र ठाउँ, पवित्र तीर्थस्थल। ल गुड जब टिम, आइपुग्यो। ल हाम्रो टिमको चाहिँ पहिलो गाइड छोरी सविता गुरुङ, दिदी, मामा बहिनी, कान्छी। ल ल धन्यवाद। मन वचनले पवित्र हुने ठाउँ, पवित्र धार्मिक स्थल मुक्तिनाथ है। ट्याक्कै आइपुग्यौँ हामी आँगनमा। मुक्तिनाथको चाहिँ दोस्रो प्रवेशद्वारमा आइपुग्यौँ हामी। बुद्धको मने पनि रहेछ। यो घुमाउनु दाहिनेबाट बायाँतिर है। ल हो त्यसरी घुमाउनु, मन पनि शुद्ध हुन्छ क्या यो गर्दाखेरि। यो पुरानो मने रहेछ या यो है।
आहा ल यो चाहिँ घुमाउनु पर्यो म पनि घुमाउनु पर्यो लो हामी मुक्तिनाथ मन्दिरभित्र इन्ट्रान्स भयो हाम्रो पार्टी सकुशल सबै अब दर्शन गर्ने क्रममा यो चाहिँ पुरानो साम्बा गुम्बा भन्ने पनि रहेछ ठ्याक्क मुक्तिनाथको दोस्रो प्रवेशद्वारको बायाँपट्टि रहेको यो पुरानो साम्बा गुम्बा अहो यहाँ चाहिँ हेर्नै पर्ने ठाउँ छ अहिले फर्किँदा म दर्शन गर्छु हाई एल्टिच्युडबाट बच्ने उपायहरू पनि लेखिएको छ ल उकालो जाँदा यदि तपाईँ 2500 मिटर माथिको उचाइमा जाँदै हुनुहुन्छ भने हाई एल्टिच्युडको लक्षणहरूबाट सावधान हुनुहोस् ऊ माथि चाहिँ नरसिंह गुम्बा मुक्तिनाथ मन्दिर यहाँ रहेछ साङ बुद्ध छोतेङ विष्णु पादुको मन्दिर ल राम्रो गरिदिनु भएको छ ल यहाँको उपभोक्ता समितिले धन्यवाद अहिले हामी चाहिँ मुक्तिनाथ परिसरभित्र आइपुगेका छौँ दोस्रो प्रवेशद्वार पनि कटेर भित्र आहा यो चाहिँ भोटे पिपल भन्दो रहेछ यो रुखहरू अहिले चाहिँ पतझडको समय रहेछ यो भोटे पिपलको मन्दिर प्रवेशद्वारभित्र चाहिँ सबै कुराको व्यवस्था रहेछ दर्शनार्थीहरूलाई यसरी चाहिँ बोकेर पनि ल्याउने व्यवस्था रहेछ यो भाइहरूले त बडो धर्म लुट्याएको छ ल मुक्तिनाथको यज्ञशाला रहेछ ल यो चाहिँ पुरानो पहिलाको जमानाको त्यही जमानाको घर होला यो मुक्तिनाथ मन्दिर परिसर मुक्तिनाथको चाहिँ नजिकै आइपुग्यो हामी काखमै आइपुग्यो अहिले ल मुक्तिनाथ आइपुग्यो है गुड जब टिम अरूले खिचेको भिडियोमा देखिन्थ्यो अहिले प्रत्यक्ष रूपमा हामी नै आउन पाइयो यही हो मुक्तिनाथको 108 धारामा चाहिँ आज नुहाउन पाइने होला पुरा भोटे पिपल रहेछ ल यहाँ त रुख त अहिले पतझडको भोटे पिपल भन्ने यही नै रहेछ यतातिर ज्वालामाई दोलम्बर गुम्बा चाहिँ यतातिर जाँदो रहेछ ओ बुद्धको चाहिँ स्तूपा पनि छ बुद्धको मूर्ति हाई एल्टिच्युडको लक्षणहरू पनि यहाँ मजाले लेखिदिएको रहेछ सिम्टमहरू टाउको दुख्ने वापटी बान्ता हुनु चक्कर लाग्नु कमजोरी हुनु थकाइ लाग्नु सास फेर्न गाह्रो हुने रहेछ ल त्यस्तो समस्या भयो भने सम्पर्क नम्बर पनि रहेछ मुक्तिनाथ मन्दिरमा आइपुग्यौँ हामी ल दर्शनार्थीहरूको घुइँचो छ अहिले बिहान 8:30 भइसके पनि यहाँ चाहिँ जलकुण्डहरू रहेछ ल पवित्र धार्मिक स्थल मुक्तिनाथ आइपुग्यौँ यो दर्शनार्थीको भिड श्री मुक्तिनाथ नारायण जय मुक्तिनाथको चाहिँ मन्दिरमा आइपुग्यौँ ओहो यो चाहिँ 108 पनि धारा रहेछ ल तर दर्शनार्थीहरू ल लक्ष्य 108 मुक्तिनाथको 108 चाहिँ धारा
ल सही आउनु ल दिदी भित्रैबाट यता साइडबाट दौडिँदै आउँदा नि हुन्छ दिदी एकछिन भाउने ल आउनु हरमा ल आउनु बाबु यता आउनु एकछिन पुरा अलिक छिटो आऊ बाबु ल मुक्तिनाथको 108 धारामा चाहिँ कुद्दैछ ल बालिका गुरुङ र छोरा चाहिँ ल है आइपुग्यो च्याब्बास ल आउनु यता अनि यता कुण्ड यता आउनु यहाँ यतातिर दुईवटा कुण्ड छ ल आउनु यता गुड जब आउनु यहाँ कुण्डमा यहाँ कुण्ड यो पानीमा यहाँ पसेर आउनु कान्छी ल कुण्डमा पस्नु ल आउनु छिटो आउनु तिमी अगाडि डुब्दै आउनु ल आउनु डुब्नु त्यहाँ कान्छी ल आउनु ल यो हो नि त ल बलवानहरू रहेछ ल आउनु गुड जब ल डुब्नु 5 मिनट बस्नुपर्छ त्यहाँ ल आऊ ल स्याबास ल आउनु जिउलाई त कस्तो राम्रो भाइब्रेट भयो है वाह ल जम्प गर्नु ल दुईटा आमा छोराले चाहिँ मुक्तिनाथको 108 धारामा अब म पस्दैछु त्यस पछाडि त्यहाँ तलको दुईटा कुण्डमा पनि डुब्छु 12वटा राशि र 9वटा ग्रहहरूको माध्यमबाट निस्किएको यो 108 पवित्र धाराको शरीर स्वास्थ्य र समृद्ध बनाउँछ भन्ने जनविश्वास पनि रहिआएको छ। Hello, Kaka. How are you feeling? It's good. Wow, yes. Excited. Nice. आउनु जति कुरे त्यति चिसो हुन्छ क्या।
ल कम्प्लिट यहाँ साइड मुक्तिनाथ दर्शन गर्दा अहिले ठ्याक्क प्रवेश गरेर मुक्तिनाथ मन्दिरको ठिक अगाडि छ अहिले मुक्तिनाथको दर्शनको लागि दर्शनार्थीहरू लाइन रहेछ मुक्तिनाथको दर्शनको लागि मान्छेहरू लाइन लागेको छ मुक्तिनाथ मन्दिरको दर्शन पनि गरियो अब चाहिँ हामी घरतर्फ फर्किँदैछौँ हाम्रो परिवार चाहिँ मजाले मुक्तिनाथको दर्शन गरेर यता साइडमा मुक्तिनाथ मन्दिरको छेउमै भएको यो बुद्ध गार्डन वाउ अमेजिङ यताबाट पछाडि चाहिँ कोरोना नालको चाहिँ ल मुक्तिनाथ मन्दिरको छेउमा भएको यो बुद्ध गार्डनमा पनि हामीले यसो भिजिट गऱ्यौँ ओहो माथि त च्याङ्ग्राहरू पनि रहेछ मुक्तिनाथको दर्शन गरेर पनि फर्क्यौँ ल जे सोचेको थियौँ त्यो पुगेर आयो मुक्तिनाथ परिसरभित्रको यो पुरानो गुम्बा साम्बा गुम्बा आहा पुरानो रहेछ गुम्बा परिसर शिलालेख ओम मने पद्मे होम कलात्मक ठाउँ रहेछ त्यो जमानाको कला पुरानो गुम्बा
यो गुम्बाबाट तल मुक्तिनाथ बजार सर र फेरि मुक्तिनाथ मन्दिर चाहिँ जाने बाटो। कति धेरै मनीहरू रहेछ यहाँ माथि। यो झाडी पछाडि चाहिँ मुक्तिनाथको मन्दिर छ है। यो पुरानो गुम्बा रहेछ यो। ल मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरूको घुइँचो चाहिँ बिस्तारै बिस्तारै बढ्दैछ। मुक्तिनाथ दर्शन गरेर पनि फर्कियो। एउटा मनको धोको यहाँ आउने थियो, पुरा भयो आज। भगवान्ले भन्छ नि त आँट म पुऱ्याउँछु। आज मेरो इच्छा पुरा भयो। हाम्रो पितृहरू पनि बडो खुसी हुने भयो। मुक्तिनाथ दर्शन गरेर पनि फर्किनु भयो तपाईँहरू है। ल पितृहरूको आशीर्वादले हाम्रो मनोकामना सबै पुरा गर्यो है। ल हाम्रो चाहिँ इच्छा थियो त्यो पुरा भयो। आउने र जाने क्रम बढ्दैछ। अहिले बिहानको ठ्याक्क 10 बज्यो। हामी मुक्तिनाथ दर्शन गरेर फर्क्यौँ। मुक्तिनाथको लागि त बाइक त यहीँसम्म आइपुग्दो रहेछ। गाडी नै आइपुग्दो रहेछ, तर बाइक चाहिँ यहीँसम्म आइपुग्दो रहेछ। ठ्याक्क प्रवेशद्वारसम्मै आइपुग्दो रहेछ। अर्को पटक आउँदाखेरि त बाइक लिएर आउनु पर्ला जस्तो लागेको छ। यो चाहिँ मुक्तिनाथ बजार, त्यो माथिको मुक्तिनाथ मन्दिर, माथि चाहिँ थोरङ्ग पासको छ यो हिमाल। बडो राम्रो। हाम्रो यात्रा सफल भयो। मान्छेहरूले चाहिँ घोडाले पनि बोकेर लैजाँदो रहेछ, कसैलाई चाहिँ डोलीमा। यो चाहिँ इलाका प्रहरी कार्यालय मुक्तिनाथ, ऐतिहासिक रानी पौवा। पुरानो घर रहेछ। त्यो माथिको बुद्धको मूर्ति। दिदी त्यो माथिको के हो? बुद्धको मूर्ति हो के भन्छ त्यसलाई? हो पछि बनाएको? यो पहिल्यैदेखि हो त्यो? 5-6 वर्ष भयो त्यो बनाएको। ए कस्तो राम्रो ठाउँ रहेछ है। ल धन्यवाद दिदी। मुक्तिनाथको दर्शन पनि गरियो होइन त? त्यो गल्छीतिरबाट चाहिँ थोरङ्ग पास जाँदो रहेछ। ल हेर्नु त, मुक्तिनाथ आउनको लागि मेन बस स्टेसन यहाँ रहेछ। त्यहाँबाट गाडी राखेर घोडामा आउन चाहिने घोडामा, डोलोमा आउने चाहिने डोलामा, हिँडेर आउने चाहिँ हिँडेर। धेरै टाढा छैन रहेछ यहाँबाट, जस्ट 1.5 किलोमिटर। ल कस्तो राम्रो हिमाल खुलेछ। बादल अलिकति अझै हटेको भए अझै राम्रो देखिन्थ्यो। यो मर्दै हिमालको सरी थोरङ्ग पासको हिमाल। हामी चाहिँ माथि पुगेर नि फर्क्यौँ। बाइकहरू चाहिँ माथि मुक्तिनाथको प्रवेशद्वारसँग पुग्छ। आउँदाखेरि चाहिँ बाइकमा आउँदा अझै राम्रो। ल हेर्नुहोस् त, मुक्तिनाथ आउनको लागि यति धेरै गाडीहरू, यातायातको पनि राम्रो सुविधा रहेछ। बाटो यहीँसम्म आएर झनै सुविधा भयो। हाम्रो आप्पा बाबुबाजेहरूको पालामा त 7 दिन 7 रातसम्म हिँडेर आउँथ्यो हाम्रो फेरीखोलाबाट। अहिले हामी चाहिँ एकै दिनमा आउँछौँ, तर एक रात हामी चाहिँ हिजो चम्सुममा बसेर 1 घन्टाको ड्राइभमा यहाँ चाहिँ मुक्तिनाथको बस स्टेसनमा आएर करिब 15-20 मिनटको पैदल यात्रा पछि ठ्याक्क मन्दिरमा पुग्यौँ। मुक्तिनाथ भिलेजको चाहिँ साधारण नक्सा, स्केलको नक्सा त होइन, तर पनि यो नक्सा अनुसार धेरै कुराहरू बुझिन्छ। कता के छ भन्ने कुराहरू। इन्फर्मेसनलाई धेरै धेरै धन्यवाद। यहाँको उपभोक्ता समितिले चाहिँ राखिदिएको होला। मुक्तिनाथ दर्शन गरेर अब हामी बस स्टपबाट यहाँबाट चाहिँ अब फेरि तल झर्दैछौँ। अब कागबेनीमा जान्छौँ।
कागबेनी यहाँबाट 11 किलोमिटर रहेछ ल। त्यहाँ चाहिँ पितृहरूको नाममा तर्पण दिने हो। मुक्तिनाथ परिसर क्षेत्र पनि अब हामी पछाडि छोडेर फर्केको छौँ कि। यहाँबाट चाहिँ पोखराको लागि बसमा चाहिँ कति 1600-1700 कति लिँदो रहेछ। सबै एक ठाउँमा भयो भने रमाइलो हुन्छ क्या। टाढो भिन्दै भिन्दै त रमाइलो हुन्न। यो झारकोट गाउँ, यो भोटे पिपल। भोटे पिपल त यो पहाडको मरुभूमि मजाले हुँदो रहेछ है। पानी पनि धेरै नचाहिने। यसरी बलियो हुन्छ यो काठ त। होला होला। काँटी पनि बङ्गिन्छ भन्ने सुनेको थिएँ कि मैले यसमा है। ठाडी चढाइ है। अहिले हामी मुक्तिनाथको दर्शन गरेर तल ओह्रालो झर्दै कागबेनीतर्फ जाँदैछौँ। अब 6-7 किलोमिटरको टाढा। अब झन्डै 5-10 मिनटमा पुग्छौँ। त्यहाँ चाहिँ हाम्रो पितृहरूलाई तर्पण दिएर फेरि दुम्बा डाँडातिर जान्छौँ। पहाडी मरुभूमि हो यो। अहिले चाहिँ कागबेनी चाहिँ जम्मा 5 किलोमिटर रहेछ यहाँबाट। बाटो चाहिँ कस्तो राम्रो रहेछ। यता माथि माथि चाहिँ बाटो चाहिँ एकदम राम्रो रहेछ। ट्रेकिङ गर्ने मान्छेहरू पनि। हामी चाहिँ कागबेनीतर्फ चाहिँ ओह्रालो लाग्दैछ। कस्तो मजाको डाँडा रहेछ, सुक्खा डाँडा। चाहिँ धौलागिरी रेन्ज। हिँड चाहिँ अलिअलि तर बादल लागेर अलिक प्रष्ट देखिएन क्या। यहाँ ट्रेकिङ हिँड्ने मान्छेहरू त हेर्नु त ठुलै बस आउँदो रहेछ यतातिर त। बाढी पहिरोको अलिक कम जोखिम भयो नि यतिखेर। मुक्तिनाथ दर्शन गरेर फर्किँदाखेरि यो बाटोमा चाहिँ सेल्फी डाँडा भन्दो रहेछ यसलाई। यहाँ चाहिँ शालिग्रामको एउटा सेप बनाएको रहेछ। एकैछिन हामी यहाँ स्टप गर्छौँ। त्यस पछाडि फेरि तल कागबेनीमा जान्छौँ। हामी चाहिँ मुक्तिनाथ दर्शन गरेर सेल्फी डाँडामा पनि आइपुगेँ। यहाँ अब एकैछिन सेल्फी फोटो पनि खिचिहालौँ ल। शालिग्रामको सेप पनि बनाइदिएको रहेछ, आर्टिफिसियल शालिग्राम। घोडा चढ्नको लागि व्यवस्था पनि रहेछ। यो चाहिँ पक्कै शालिग्राम होइन के अरे, त्यसको चाहिँ एउटा आकार बनाएर गरिदिएको रहेछ। ल फोटो खिच्ने ठाउँको लागि पनि टिकटक भिडियो अथवा फोटो खिच्नको लागि यस्तो राम्रो बनाइदिएको रहेछ। ल दिदीले होला गण्डकी दर्शन स्थल। कस्तो राम्रो भ्यू हेर्नु त। त्यो तलको कागबेनी हो, त्यो कागबेनी शालिग्रामको चाहिँ यो प्रतिरूप हो है। यो ठ्याक्क हामी चाहिँ मुक्तिनाथको तल झर्दा कागबेनीको ठिक माथि एउटा भ्यू पोइन्ट रहेछ। यसलाई चाहिँ सेल्फी डाँडा भन्दो रहेछ। यो सेल्फी डाँडामा चाहिँ शालिग्रामको प्रतिरूप पनि बनाइदिएको रहेछ। हाम्रो फ्यामिली सेल्फी डाँडाको गण्डकी भ्यू पोइन्ट है। ल यहाँ पछाडि चाहिँ कागबेनी पनि छ। ल सेल्फी फोटोहरू खिच्दै हुनुहुन्छ। सेल्फी डाँडा सेल्फी पनि खिचियो होइन। अब चाहिँ ठ्याक्क कागबेनीमा यसो हल्का एकछिन स्टप बाई गरेर फेरि तल जोमसोमतर्फ लाग्छौँ है। बाटोको सुविधा भएपछि कति सजिलो भयो। बाटो त खर्लाङ खुरुङ
कागबेनी आउनु लागिरहेछ उहाँ चाहिँ लामा गुरु चाहिँ हिँड्दै आउनु भएको छ अब कागबेनीको छेउमा आइपुगेको छौँ हामी त्यो चाहिँ कागबेनी हो कागबेनी बजार उतापट्टि किनारमा चाहिँ यता चाहिँ मुक्तिनाथ खोला र कालीगण्डकीको चाहिँ मिसिने ठाउँ त्यहाँ चाहिँ अब दोकान त्यसमा चाहिँ हामी भित्रीहरूको नाममा यसो तर्फ दिन्छौँ कागबेनी आइपुग्यो हामी त्यो थोरङ्ला पास पनि यतैबाट जान्छ होला गाडीमा त होइन है गाडीमा यताबाट होइन नि त्यो माथि मुक्तिनाथकै बाटो बाटो छैन कि ए हिँडेर जाने होइन यो मुक्तिनाथ खोला अहिले हामी मुक्तिनाथ फर्किँदै गर्दा यो खोला तरेर फेरि यो खोला र कालीगण्डकी चाहिँ मिसिने दोभानमा पुग्छौँ अहिले चाहिँ मुक्तिनाथ खोलै हिँड्दैछौँ बाटो चाहिँ त्यस्तै रहेछ नबनेको रहेछ खोला बस्तीमा पसेको कि बस्ती खोलामा पस्यो अलिकति कुरा बोल्न गाह्रो भयो कागबेनीको पहरा ल मुक्तिनाथ खोला चाहिँ सानो रहेछ सुरुवाती ठाउँमा भएर होला केही छैन यो चाहिँ कालीगण्डकीमा चाहिँ मिसिन्छ कागबेनीको पुरानो घरहरू यतापट्टि रहेछ तर अहिले चाहिँ ठुल्ठुलो होटेलहरू निकै व्यवस्थित भइसकेको रहेछ तर बाटो चाहिँ त्यस्तै रहेछ त्यो चाहिँ कागबेनी चाहिँ दोभान कालीगण्डकीको र मुक्तिनाथ खोला चाहिँ मिसिने यो दोभान रहेछ ल हामी चाहिँ कागबेनीमा आइपुगेको छौँ कागबेनीको दोभान यो चाहिँ कालीगण्डकी यो मुक्तिनाथ खोला यताबाट यहाँ जोडिँदो रहेछ धार्मिक पवित्र स्थल कागबेनीको दोभान सबै तीर्थयात्रीहरू यहाँ चाहिँ पितृहरूको नाममा तर्पण दिने ठाउँ रहेछ कागबेनीमा दोभानमा यहाँ चाहिँ जेठा महिलाले पितृहरूको नाममा तर्फ दिँदै हुनुहुन्छ उतापट्टि दिदीले र बालिकाले पनि अर्पण दिँदैछ पितृहरूको नाममा अर्को यही दुध चढाउँदा हुन्छ कि हामीले त्यही हुन्छ खास तर्पण यहाँ दुध त्यो ढुङ्गामाथि यसो अलिकति दिने हो कि ढुङ्गामाथि अलिकति दिनु मलाई पनि राखिदिनु ल मान्छे कसैलाई पनि दिनु Bye.
सायद कहीँ कतै हाम्रो पितृहरूको आत्माले स्वर्ग जाने बाटो पहिल्याउन नसकी बिच बाटोमै अलमलमा पर्नुभएको छ भने उहाँहरूको आत्मालाई स्वर्गमा पुग्न मार्ग प्रशस्त गर्न र विशेष गरेर यो पवित्र स्थान कागबेनीमा पितृहरूको नाउँमा तर्पण दिए बापत परिवारका सबै सदस्यहरूलाई समेत पितृहरूको आशीर्वाद मिल्छ भन्ने जनविश्वास रहिआएको छ। कागबेनी पवित्र धार्मिक स्थल पितृको नाउँमा तर्पण दिएपछि अब हामी त्यो चलाउन गइरहेका छौँ। यहाँ हावा बेसरी चल्ने भएको हुनाले बत्ती जलाउन सजिलो होस् भनेर सानो कोठा जस्तै चरा पनि बनाइदिएको रहेछ। अब हामी त्यहीँ गएर बत्ती जलाउँछौँ। कागबेनीको भगवानमा बत्ती जलायो। खुसी हुनुहोस्, सुखी हुनुहोस् र हामीलाई माथिबाट आशीर्वाद दिइरहनुहोस्। कागबेनीमा पितृहरूको नाममा तर्पण दिएर हामी फर्किँदैछौँ। कागबेनीमा पितृहरूको नाममा बत्ती जलाएर अब फेरि हामी फर्किँदैछौँ। यस्तो पवित्र एकदम फेमस धार्मिक स्थल त अलिकति व्यवस्थित गरिदिएको भयो होइन। कागबेनीमा पनि आफ्नो कर्मकाण्ड पुरा गरेर हामी चाहिँ फिर्ता गर्नु हुँदैछौँ। अब हामी चाहिँ यहाँबाट दुम्बा तालतर्फ चाहिँ फर्किँदैछौँ है। अहिले चाहिँ हामी काली गण्डकीमा ड्राइभ गर्दैछौँ है, काली गण्डकीमाथि। अब हामी यताबाट दुम्बा ताल जाँदैछौँ। कस्तो फराकिलो भएर फैलिएको रहेछ यो काली गण्डकी त। यो चाहिँ कागबेनीको फाँट रहेछ यो। छोटो समयमा धेरै कुराहरू भ्याइएछ है यतिखेर। त्यही त ट्याक 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 सबै ऱ्याङ्कको ठ्याङ मिलेको भनेको त्यही हो।